नमस्ते सबैजनालाई। आज पनि म तपाईहरुको माझमा एउटा सानो भिडियो लिएर आएको छु। हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला, गरिराख्नु भएको छ अझै गर्नु होला। आज म चाहिँ यता स्वयम्भूतिर घुम्न आएको थिएँ अनि स्वयम्भूको दृश्यहरू तपाईहरुको माझमा तपाईहरुलाई देखाउन गइरहेको छु। हेर्नुस् है त, यहाँ आउँदा चाहिँ मन चाहिँ आनन्द आउँछ, मन पुरा शून्यमा हुन्छ मेरो चाहिँ। त्यही भएर म जतिचोटि यो काठमाडौँ आउँछु त्यतिचोटि यहाँ स्वयम्भूतिर यसो दर्शन गर्न, यसो घुमफिर गर्न सधैँ नै आउने गर्दछु। यहाँको दृश्य मात्र नभएर यहाँको वातावरणले मान्छेको मनलाई चाहिँ आनन्द बनाउँछ। तपाईहरु आउनु होला, घुम्नु होला, एकचोटि यहाँको दृश्यहरू हेर्नु होला। यो भन्दा माथिको यो भनेको तलको भनेपछि माथिको दृश्य अझै रमाइलो छ। त्यहाँदेखि काठमाडौँ पुरै हेर्न पाउँछ, रमाइलो दृश्य चाहिँ अवलोकन गर्न पाउँछ काठमाडौँ। तपाईहरु पनि आउनु होला, हेर्नु होला। थ्यांक यू सो मच।